ल है लेखिहाल सबैले लेखिहाल यो नर्मल फिमेल भने यो के हो त अब नर्मल फिमेल हो है लेखिहाल यो अब नर्मल फिमेलले कस्तो बिहेभ गर्छ त यो मेल जस्तो बिहेभ गर्छ हो अब यो दुईटा जुन सिन्ड्रोम छ यो के को सिन्ड्रोम हो अटोजोमको हो कि सेक्स क्रोमोजोमको हो त कसमा खराबी आइरहेछ भने त XY यो के हो सेक्स क्रोमोजोम होइन र हो त्यही भएर यो सेक्स क्रोमोजोमको के हो त सिन्ड्रोम हो तर अटोजोमको सिन्ड्रोम भनेको हामीले एउटा मात्र पढ्नु छ त्यो के हो त डाउन सिन्ड्रोम डाउन सिन्ड्रोममा कुन पेयरमा खराबी आउँछ त्यो कुरा भन कसैले एकजना भनिहाल म लिभ गरिहाल्छु र डाउन सिन्ड्रोममा होइन अटोजोमको कुन पेयरमा खराबी आउँछ बोलो के 21 पेयरमा होइन र 21 पेयर क्रोमोजोममा के आउँछ त खराबी आउँछ भेरी गुड ल अब एकछिनमा दाइले क्लास लिनुहुन्छ है अब अहिले नै क्लास लिनुहुन्छ ल दाइले स्वागत गर्नु सबैले हेलो सबैलाई नमस्कार ल अब साइन्स पढियो हैन अब एकछिन म्याथतिर लागौँ है हामी अहिले पढ्दैछौँ ओपीटी म्याथ यो म्याथ नेपालीमा अतिरिक्त गणित भन्छ यो 11-12 को लागि अथवा 10 पछि जे पनि टेक्निकल जे पनि पढिरहेछ साइन्स सम्बन्धी त्यो सबमा सबभन्दा बढी काम दिने भनेको यो ओपीटी म्याथ हो सी म्याथ खासै त्यस्तो छैन तर ओपीटी सबै ठाउँमा ब्याचलर मास्टर पीएचडी जे गर त्यहाँसम्म यो काम हुन्छ ओपीटी म्याथमा फेरि हामी ट्रिग्नोमेट्री पढ्दैछौँ ट्रिग्नोमेट्रीमा पनि केही फर्मुलाहरूको बारेमा हामी हिजो अस्तिको क्लास गरेको अब आजदेखि फेरि निरन्तर यो क्लासलाई अगाडि बढाउँदै फर्मुलाको सेक्सनलाई अब म यहाँ लेख्छु मल्टिपल एंगल यो भनेको कुनै एंगलमा 2 ले अथवा 3 ले अथवा 4 ले अथवा 5 ले कुनै संख्याले यदि गुणन छ भने त्यसलाई नै हामी के भन्छौं मल्टिपल एंगल द एंगल which multiply by 2 3 4 5 etc is called multiple angle अब यो मल्टिपल एंगल जस्तै अब हामीलाई कुनै ठाउँमा sin 2a छ त sin 2a छ भने अब यसको फर्मुला कति हुन्छ त हामी यसलाई यसरी लेख्न सक्छौं sin a plus a लेख्न सकिन्छ किन यो 2a हो भने a plus a त लेख्न सकियो अब यो फर्मुला भयो sin a plus b अर्थात यसको ब्रेक गर्दाखेरि के हुन्छ sin a into cos b अब a को ठाउँमा पनि a नै छ र b को ठाउँमा पनि a नै छ त sin a into cos b plus cos a into sin b यो विद्यार्थीले बुझे होला यो कुनै खासै त्यस्तो छैन तै पनि एकचोटी मैले यसरी फास्ट गर्दिरहेछु अब यहाँ a को ठाउँमा a नै छ b को ठाउँमा b नै छ अब यो कम्पाउन्ड एंगलको फर्मुला लगाउँदाखेरि sin a plus b भनेको त sin a into cos b plus cos a into sin b हो अब यो भनेको त sin a into cos a प्लस यसलाई पनि अगाडि पछाडी गरेर लेख्न मिल्यो sin a into cos a अब यो दुवै एउटै भएकोले यहाँ फर्मुला भयो 2 sin a into cos a अर्थात therefore sin 2a को फर्मुला के हामीले जान्नु पर्छ 2 sin a into cos a यो चाहिँ sin को ओरिजिनल फर्मुला हो यो sin को ओरिजिनल फर्मुला हो हामी ओरिजिनल भनेर यसलाई बुझ्ने हो हैन अब कसैले भन्छ हैन sin 2a को फर्मुला tan को फर्ममा भन्नुस् tan को फर्ममा भन्ने हो
अब यही sin 2a जुन ओरिजिनल फर्मुला छ यसलाई हामीले के को फर्ममा ल्याउनु छ tan को फर्ममा। अब यहाँ लेख्ने sin 2a को sin 2a into tan फर्म अथवा फर्म अफ tan को फर्ममा यो sin 2a को फर्मुलालाई कसरी ब्रेक गर्ने त यो कहिलेकाहीँ 2 मार्क्समा एसीई मा पनि सोधिरहेको छ है। 2 मार्क्समा कहिलेकाहीँ सोधिरहेको हुन्छ यो क्वेशन भन्छ sin 2a बराबर 2 tan a by 1 प्लस tan a स्क्वायर प्रुभ गर यसरी सोधिरहेको हुन्छ। गर्ने प्रोसेस एउटै हो। यहाँ लेख्ने हेयर sin 2a भनेको त 2 sin a into cos a हो। फर्मुला त यही छ हामीलाई। अब यहाँ तल आफैले के राख्दिने एउटा 1 राख्दिने। अब यो माथि जे छ त्यही लेख्ने हो तर तल यो 1 को ठाउँमा sin स्क्वायर a प्लस cos स्क्वायर a लेख्ने। अब मलाई यो sin cos यो सबैले tan को फर्ममा रूपान्तरण गर्नु छ। tan को फर्ममा चेन्ज गर्नु छ। tan को फर्ममा त्यसो भए यहाँ के ले भाग गरेपछि यो tan मा चेन्ज हुन्छ त हामी के लेख्छौं भने नुमेरेटर र डिनोमिनेटरमा एनआर र डीआर मा cos स्क्वायर ले भाग गर्यो भने यो tan को रूपमा परिणत हुन्छ। त्यसो भए लेख्ने डिभाइडिङ बाइ cos स्क्वायर a इन एनआर और डीआर एंड डीआर लेख्ने सर्टकट। अब यसको अर्थ भयो 2 sin a into cos a अब भागा cos स्क्वायर a अनि तल अपन यो जे छ त्यही लेखेको डिभाइड बाइ cos स्क्वायर। अब यो जे छ त्यही लेख्छु sin स्क्वायर a प्लस cos स्क्वायर a अब भागा cos स्क्वायर a। अब यतिसम्म भएपछि अब एक स्टेप योले काट्ने हो। अब यो काट्यो भने त cos काट्छ यहाँ के भन्छ 2 sin a अपन cos a र अपन डिभाइड यो छुटा छुटै भाग गर्यो भने tan स्क्वायर a प्लस cos स्क्वायर बाइ cos स्क्वायर भएपछि यहाँ 1 हुन्छ। देयरफोर यसैलाई अब यसरी लेख्न सकिन्छ sin 2a बराबर 2 tan a by 1 प्लस tan स्क्वायर a यसरी हामी लेखेर प्रुभ गर्न सकिन्छ। अब यो इम्पोर्टेन्ट पनि हो एक्जामको दृष्टिकोणले आफूले पनि फर्मुला यसरी बुझ्नको लागि भन्नको लागि sin 2a को कतिवटा फर्मुला दिमागमा एउटै मात्र चलाउने दुईटा हो sin 2a को फर्मुला एउटा sin cos को फर्ममा र एउटा tan को फर्ममा अनि यही दुईटा सबै ठाउँमा काम दिइरहेको हुन्छ। त्यही भएर विद्यार्थीहरूले यो दुईटा फर्मुलालाई एकदम राम्ररी बुझेर यो गर्नुपर्छ है। त्यसो भए sin 2a को एउटा फर्मुला 2 sin a into cos a अर्को sin 2a को फर्मुला 2 tan a by 1 प्लस tan स्क्वायर a। अब पालो विद्यार्थीहरूको सबजनाले गर्ने हो त्यस्तै। अब cos 2a को फर्मुला है। अब cos 2a भनेको त cos a प्लस a हो। अब त्यस्तै cos a प्लस a अर्थात कंपाउंड एंगल को फर्मुला लगाउने cos a प्लस b को
यहाँ हुन्छ cos A into cos B, यहाँ प्लस छ भने के हुन्छ माइनस sin A into sin B, अनि cos गुणन भएपछि के हुन्छ cos स्क्वायर A माइनस sin गुणन भएपछि sin स्क्वायर A। Therefore cos 2A को फर्मुला के जान्नु पर्यो cos स्क्वायर A माइनस sin स्क्वायर A। ल यो हो। अब यही फर्मुलालाई अब ड्राइभ गरेर अरूको रूपमा फर्मुलाहरू हामी जानिराख्नु पर्छ है। अब कसैले भन्छ cos 2A को फर्मुला cos को फर्ममा भन्ने, अनि cos को फर्ममा भन्दाखेरि त cos ओरिजिनल फर्मुला यो हो, यसैबाट ड्राइभ भएर यो अरूहरू बन्दैछ है। त्यस्तै cos 2A को फर्मुला cos को फर्ममा भन्दाखेरि यो cos लाई केही गर्नु परेन, तर माइनस यो sin लाई ब्रेक गर्नु पर्यो, अनि sin स्क्वायर A भनेको त 1 माइनस cos स्क्वायर A हो। अब यहाँ cos स्क्वायर A माइनसले गुणन गर्ने, -1 माइनस माइनस प्लस cos स्क्वायर A, cos जोड्यो भने के हुन्छ 2 cos स्क्वायर A माइनस 1। त्यही हो cos 2A को फर्मुला, cos 2A को फर्मुला यही हो 2 cos स्क्वायर A माइनस 1 के को फर्ममा cos को फर्ममा। र त्यस्तै अब भन्छ हैन sin को फर्ममा भन्नुस्, त फेरि ओरिजिनलै लेख्ने हो। cos 2A को फर्मुला त ओरिजिनल के हो cos स्क्वायर A माइनस sin स्क्वायर A। अब sin को फर्ममा भन्नु छ, यहाँ cos 2A यो sin को फर्ममा ब्रेक गर्दा 1 माइनस sin स्क्वायर A माइनस sin स्क्वायर A। यहाँ cos 2A बराबर 1 को 1 sin जोड्यो भने के हुन्छ 2 sin स्क्वायर A। यसरी यो भयो। अब cos को कतिवटा फर्मुला भयो त्यसो भए 1 2 3 र अर्को पनि फर्मुला cos 2A को फर्मुला अब tan को फर्ममा भन्छ। फेरि ओरिजिनलै फर्मुला लेख्नु सुरुमा cos स्क्वायर A माइनस sin स्क्वायर A। यो पनि इम्पोर्टेन्ट छ, किनभने यो पनि कहिलेकाहीँ 1 मार्क्स 2 मार्क्समा एसई मा आइरहेको छ। अब यहाँ पनि आफैले के गर्दिने 1 राख्ने, अघि जस्तै sin जस्तै, र यो 1 को ठाउँमा त्यस्तै cos स्क्वायर A माइनस sin स्क्वायर A अपन 1 भनेको त sin स्क्वायर A प्लस के हुन्छ cos स्क्वायर A। अब cos 2A बराबर, अब फेरि यसलाई tan मा ल्याउनु छ, tan मा चेन्ज गर्नु छ। त्यसो भए यहाँ फेरि के गर्नु पर्यो cos स्क्वायर ले डिभाइड गर्नु बाइ cos स्क्वायर A ले nr र dr मा डिभाइड गर्ने, अघि जस्तै। त यहाँ लेख्ने cos स्क्वायर A माइनस sin स्क्वायर A भागा cos स्क्वायर A अपन फेरि sin स्क्वायर A प्लस cos स्क्वायर A भागा cos स्क्वायर A। अब यो छुट्टा छुट्टै भाग गर्ने, cos बाइ cos भएपछि 1 हुन्छ, अनि माइनस यहाँ लेख्छु है cos 2A बराबर cos बाइ cos भागा भयो भने 1 माइनस sin बाइ cos भएपछि tan स्क्वायर A अपन। त्यस्तै यो प्लस छ, यताउति अगाडि पछाडि गरे पनि केही फरक भएन, cos भाग भएपछि 1 हुन्छ प्लस sin बाइ cos के हुन्छ tan स्क्वायर A हो। यही हो फर्मुला हाम्रो। त्यसो भए अबदेखि हामीले यो cos को फर्मुला 4 वटा जानिराख्नु पर्छ। यो 4 वटा धेरै नै इम्पोर्टेन्ट हो। यो 4 वटा जहाँ पनि युज गर्न मिल्छ। यो ट्रिग्नोमेट्रीमा जबसम्म यो ट्रिग्नोमेट्री समाप्त हुँदैन तबसम्म यो पुरै फर्मुलाहरू रिपिट भइरहन्छ, जुन पनि च्याप्टर होस् त्यहाँ आइरहेको हुन्छ। त्यही भएर विद्यार्थीहरू
यो राम्ररीसँग बुझ्ने, नबुझेको खण्डमा कोही छ विद्यार्थी जो बुझेको छैन कि सर म यो स्टेप बुझ्न सक्दिनँ, बुझाइदिनु, फेरि म बुझाउनको लागि तयार छु। ल भन त एकचोटि। ओके, त्यसो भए म अब अगाडि बढेँ है। अब अगाडि अब tan 2a को यो त सजिलै नै हो। tan 2a भनेको त tan a प्लस a, यो भनेको त tan a प्लस tan b, त tan b भनेको त a नै हो बाई 1 माइनस tan a इन्टु tan b। अब यहाँ tan 2a नै भयो, tan जोड्यो भने के हुन्छ 2 tan a बाई 1 माइनस tan गुणा भएपछि के हुन्छ tan स्क्वायर a। यही हो। अब विद्यार्थीले कहिलेकाहीँ धेरै नै कन्फ्युजन हुन्छ के साइन र कोसको यो फर्मुला सेमै जस्तो लाग्छ, खालि यो माइनसको ठाउँमा के छ प्लस। हेर त एकचोटि विद्यार्थीहरू, 2 tan a बाई 1 प्लस tan स्क्वायर हो साइनमा, तर tan मा के छ यहाँ माइनस हुन्छ, tan मा माइनस हुन्छ। यति कुरा याद गर्ने है। ल अब यति कुरा भएपछि अब एउटा की पोइन्ट म लेखाउँछु। यो की पोइन्ट जुन विद्यार्थीले थाहा हुन्छ त्यो विद्यार्थीले यो जति पनि प्रुफ डायट छ पहिलो च्याप्टर हाम्रो त्यो सजिलै तरिकाले गर्न सक्छ। यो की पोइन्ट बुझेको छैन भने अलि उसलाई अप्ठ्यारो लाग्ला अथवा भन्नुस् न उसलाई गर्न अलि कस्तो कस्तो भयो होला जस्तो लाग्छ कि, त्यही भएर यो की पोइन्ट एकदम राम्रोसँग बुझ्ने। की पोइन्ट, की पोइन्ट्स अब यो त स्कुलमा पनि भइसक्यो होला, तैपनि विद्यार्थीहरूलाई कुनै कुनैले लाग्यो होला अल्छी सरले के भन्दैछ के गर्दैछ। हेर बाबु, यो 10 सालको एक्सपिरियन्स म पनि सेयर गर्दैछु। जो विद्यार्थी यस्तो सोच्दैछ नि भोलिको दिनमा उसलाई ट्रिग्नोमेट्री रियलमा आउँदैन कि सर्टेन टाइमको लागि आउँछ। अहिले पढाएको छ एकदम गर्छ, तर आउने समय उसले बिर्सेर जान्छ कि ट्रिग्नोमेट्रीको अर्थ जति प्र्याक्टिस गरियो त्यति नै बढ्दै जान्छ के तिम्रो नलेज। त्यही भएर अब म यो त सकभर भ्याउन त सक्दैन, काठमाडौँ आउन पनि सक्दैन, तैपनि यहाँ के हुन्छ भने म प्र्याक्टिस गराउँछु र इच्छा क्वेसनहरू पनि तिमीहरूलाई दिइराख्छु र त्यही सुनिल सरलाई म भन्छु के फलानु फलानु यो विद्यार्थीलाई 14 जना 15 जना विद्यार्थीलाई त्यहाँ कपी हेर विद्यार्थीले बनाएको छ कि छैन भने उसको प्यारेन्ट्सको नम्बर लिने, उसको प्यारेन्ट्सलाई एकचोटि भन्नु पर्यो कि किन गरिरहेको छैन, गर्नुपर्छ के। त्यही भएर प्रोसेस हो, टर्म हो, अहिले गरेन भने कहिले पनि गर्ने होइन। अब यो मङ्सिर आइसक्यो, पुस माघ फागुन 3 महिना टाइम छ, 3 महिनामा जे गर्नु छ त्यो गरिहाल। त्यसो भए की पोइन्टमा म के एउटा कुरा भन्न चाहन्छु आफ्नो एकदम भाषामा। यदि 1 कोससँग जोडेर आएछ प्लस वा माइनसको रूपमा कोस 2 थीटासँग आएछ भने यो कोस 2 थीटाको फर्मुला कुन लगाउने, जतिखेर यो 1 काटेर जान्छ के हामीले प्रुभ गर्नु भनेको सर्टकट गर्ने हो। सर्टकट भनेको त काट्दै छाट्दै जाने हो हैन, जति काट्यो त्यति नै गर्न सजिलो हुन्छ। त्यही भएर म के भन्न चाहियो, यदि 1 यहाँ 1 प्लस यसरी cos 2 थीटा छ। अब cos 2 थीटाको फर्मुला त हामी 4 वटा पढेका छौं। एउटा 1 माइनस 2 sin स्क्वायर थीटा, अर्को 2 cos स्क्वायर थीटा माइनस 1
अर्को ओरिजिनल फर्मुला cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा, अर्को tan को फर्ममा 1 माइनस tan स्क्वायर थीटा बाई 1 प्लस tan स्क्वायर थीटा। मेरो कुरा याद गर है, एउटा कुरा मात्र याद गर न, यो अरुसँग मलाई केही मतलब छैन, अरु जे होस् त्योसँग केही मलाई मतलबै छैन। यो 1 प्लस छ, अगाडि केही छैन भने प्लस साइन हो, त यो 1 प्लस छ। यहाँ कुन फर्मुला लगायो भने यो 1 र यहाँको 1 काट्छ के, त्यही मात्र सोच्ने हो तिमीलाई हो। अब यहाँ त हामीले यो 1 को त 1 लाई केही गर्नु परेन, प्लस यो cos 2 थीटा को यो फर्मुला लगायो भने ठ्याक्कै 1 काटेर जान्छ, अर्थात 2 cos स्क्वायर थीटा माइनस 1, अर्थात यो 1 र 1 काट्यो, यहाँ के बाँच्छ 2 cos स्क्वायर थीटा। मैले भन्न खोजेको यो हो के 1 लाई जसरी भए पनि हटाउने हो, जे गर्नु पर्यो जे गर्नु छ। cos सँग यदि 1 प्लस अथवा माइनस में आएछ भने cos 2 थीटा को फर्मुला यही दुईवटा मध्ये कुन एप्लाई गर्दाखेरि 1 काटेर जान्छ त्यही एप्लाई गर्ने हो, ठीक छ। अर्को ट्रिक छ, यही 1 यदि अब साइन सँग आयो, ल अब झमेला भयो नि, अब साइन सँग आयो भने यो त अहिले cos सँग आइरहेको थियो, अब यदि साइन सँग आयो भने यो 1 को ठाउँमा विद्यार्थीहरु आजैदेखि याद गर, यो 1 को ठाउँमा अब यहाँ sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा लेख्नु, अनि प्लस माइनस यो sin 2 थीटा को जे फर्मुला छ त्यो प्रयोग गर्ने। यो sin 2 थीटा को फर्मुला त एउटै छ, 2 sin थीटा इन्टु cos थीटा। यो कुरा याद गर है सबजना, 1 को ठाउँमा यो 1 को ठाउँमा यति लेख्ने हो, किनभने यो त फर्मुलै छ, sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा भनेको 1, त्यही भएर यति कुरा बुझिराख है, हुन्छ। अब कहिलेकाहीँ म यहाँ भन्छु पनि कि तिम्रो पनि स्क्रिन शेयर गर, म यहाँ होमवर्क यहाँ बनाउँछु, एउटा दिन्छु बनाउनको लागि, अनि नाम भनेर बोलाउँछु, ल तिमी बताऊ, अनि यसरी ब्याक क्यामेरा गरेर हेराउनु पर्छ है। अब मेन की पोइन्ट भनेको यिनीहरू नै हो। अब अर्को तेस्रो भनेको के छ भने जसरी भए पनि मल्टिपल एंगललाई ब्रेक गर्ने, जसरी भए पनि मल्टिपल एंगललाई के गर्नुपर्छ ब्रेक गर्नुपर्छ है। ल अब एउटा दुईटा अब इक्जाम्पल तिर लागौ है, एकछिन। अब इक्जाम्पल यसरी बुझौँ, यसरी आउँछ है, 1 प्लस cos 2 थीटा बाई 2, अनि यहाँ भन्छ cos स्क्वायर थीटा प्रुभ गर। अब गर्ने कसरी, यहाँ लेख्ने हियर, अब यति कुरा त लेख्न सकि नै हाल्छ, टेकिङ LHS 1 प्लस cos 2 थीटा बाई 2। अब यहाँ 1 को 1 नै हुन्छ, प्लस को प्लस। अब यहाँ सोच्ने हो, अब सोच्ने काम आयो, यो cos 2 थीटा को कुन फर्मुला लगाएपछि यो प्लस 1 काटेर जान्छ कि, त्यसो भए 2 cos स्क्वायर थीटा माइनस 1 अपन यो 2 को 2, 1 1 काट्दिने। कति विद्यार्थीको हाइब्रिड हुन्छ, यस्तो काट्छ, मिल्दैन, कदापि मिल्दैन, यो सब रङ भएर जान्छ, आउने मार्क्स पनि आउँदैन है, ख्याल गर। पहिला 1 1 काट्दिने, फेरि लेख्ने, अल्छी विद्यार्थीले त्यस्तो गर्छ, 2 cos स्क्वायर बाई 2, अब 2 2 यसरी काट, देयरफोर अब के हुन्छ cos स्क्वायर थीटा यहाँ लेखिदिने, यसरी गर्ने के
ठीक छ ल अर्को गर अर्को cos 2 theta minus 1 by 2 अब यहाँ कति आउँछ यहाँ गर है अमृता भन त कति आयो अमृता आवाज आएन तिम्रो अनुष्का महतो भन अनुष्का बबिता धामी सुनेको छ आवाज यस सर ल कति आउँछ एन्सर यसको भन त यसको अँ सर एकछिन सल्भ गर्दैछु सर मेरो त माइनस थीटा आयो कति कति माइनस साइनस स्क्वायर थीटा हो एकदम भेरी गुड यति त सोच्ने हुने यो -1 छ +1 कुनमा छ त्यही त हेर्ने हुने अनि यो बनेको त 1 माइनस सरी एकचोटि म पहिला लेख्छु cos 2 थीटा -1/2 अब यो बनेको त cos 2 थीटा बनेको त 1 - 2 sin स्क्वायर थीटा अनि यो -1 को -1/2 किन मैले यो लगायो किनभने यहाँ -1 छ के +1 कुनमा हुन्छ अनि काट्छ के +1 र -1 काट्यो यहाँ -2 sin स्क्वायर थीटा/2 2 2 पनि काट्छ माइनस sin स्क्वायर थीटा ए हो यहाँ sin स्क्वायर थीटा ल अब भोलि अझ हामी धेरै नै प्र्याक्टिस गर्नेछौँ हैन यस्ता क्वेसनहरु धेरै नै म पहिला यही बोर्डमा गराउँदै गराउँदै एकदम यस्तै सुन्दै बुझ्दै गर्दै गर्दै हाम्रो बुक सकिन्छ के बुक एक म आफै भन्छु कि अब एक्सरसाइज हेर्ने गर्ने एक्सरसाइज नहेरी पनि आफैले यसरी गर्दै जाँदाखेरि पुरा कम्प्लिकेटेड जति अहिले त यो 2 मार्क्सको सिकाइरहेछु हैन अब 4 मार्क्सको पनि यस्तै टेक्निक युज गरेर हामी पुरा सकाउनेछौँ ल यति भन्दै आजको क्लासलाई यति नै राख्ने र नमस्कार धन्यवाद गुड नाइट नमस्कार